यस सन्दर्भमा राजाको पनि सन्देश आएको छ। राजाको पनि सुझाव हामीले भनेकै ढङ्गको छ। यो चुनावले त्यसलाई सम्बोधन गर्दैन। त्यसकारण चुनाव अगाडि नै एउटा नयाँ समझदारी बनोस् अनि गरिएको चुनाव उचित हुन्छ भन्ने सुझाव आयो। म सबै राजनीतिक दल र शक्तिहरूलाई यहीबाट आह्वान गर्न चाहन्छु। राजाको यो सन्देशलाई सकारात्मक रूपमा लिएर गम्भीरताका साथ कुनै राजनीतिक दललाई केन्द्रमा राखेर होइन, कुनै पार्टीले कुनै व्यक्तिले हार्ने कुरालाई केन्द्रमा राखेर होइन, देशलाई केन्द्रमा राखेर नेपाल प्रथम, नेपाली प्रथम यो कुरालाई केन्द्रमा राखेर चुनाव अगाडि नै नयाँ समझदारी बनोस् र देशले एउटा निकास प्राप्त गरोस् अनि देश चुनावमा जाओस् भन्ने आग्रह गर्न चाहन्छु। राजा, राजनीतिक दल र नवयुवा पुस्ताको बीचमा नयाँ समझदारी हुनुपर्छ र यस्तो मौलिक व्यवस्था निर्माण गर्नु पर्यो जहाँ कसैले पनि म पाखा छु भन्ने महसुस गर्न नपरोस् र त्यहाँ कसैले जित्ने हार्ने होइन, कसैले नहार्ने, देशले जित्ने नयाँ सम्झौता गर्नु पर्यो, नवीन समझदारी गर्नु पर्यो अनि मात्रै चुनावमा जानु पर्यो। त्यसपछि देशले दीर्घकालसम्म कुनै पनि प्रकारको द्वन्द्व र विद्रोह बिहोर्नु पर्दैन भनेर हामीले आफ्नो सुझाव दियौं र हामीले सरकारलाई भन्यौं, राजनीतिक दलहरूलाई भन्यौं। तर जबरजस्त चुनावतर्फ चाहिँ नि मुलुक अहिले अगाडि बढेको छ। तपाईँ यो देशमा सुधार चाहनुहुन्छ, आफ्नो जीवनकालमै यो देशमा सुशासन कायम होस्, आफ्नो जीवनकालमै यो देश बनोस् र यो देश बनेको हेरेर मर्न पाऊँ भन्ने चाहनुहुन्छ भने यो देशमा दुईटा कित्ता छ। एउटा यही अवस्था ठिक छ, यही व्यवस्था ठिक छ, यही गणतन्त्र, यही धर्मनिरपेक्षता, यही संघीयताले देशलाई माथि लगाउँछ भन्नेहरू कांग्रेस, एमाले अनि अहिलेको नेपाली कम्युनिस्ट पार्टीदेखि स्वतन्त्र पार्टीसम्म एउटा कित्तामा छन् र अर्को तर्फ होइन, यो व्यवस्थाले देश त बनाउँदैन देशको अस्तित्व नै समाप्त पार्ने खतरा छ। त्यसकारण यो व्यवस्थामा सुधार हुनुपर्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टी छ। तपाईँ कुन रोज्नुहुन्छ त्यो सोचेर रोज्नुहोस्। होइन यिनीहरूले नै देश बनाउँछन् भन्ने लाग्छ भने तिनीहरूलाई दिने होइन, यो बाटोले देश बन्दैन भन्ने हो भने अलमली नै पर्दैन। अहिले भएको 78 वटा कति दलहरू चुनावमा भाग लिइराखेको छन्, त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै नयाँ हो र नयाँ विचार हो, नयाँ विकल्प हो। मान्छे नयाँ भएर हुन्। समस्या यो नियुक्ति व्यवस्थामा छ, निर्वाचन प्रणालीमा छ र आमूल रूपमा यो व्यवस्थामा हामीले परिवर्तन गर्नुपर्नेछ। र जबसम्म यो व्यवस्थामा परिवर्तन हुँदैन तबसम्म हामीले अपेक्षा गरेको सुधार हुँदैन अथवा हाम्रो अवस्थामा सुधार हुँदैन। तपाईका भविष्यका लागि हो हामीले हाम्रो पुर्खाबाट नासोको रूपमा प्राप्त गरेको यो पुण्य भूमिलाई सक्यौं भने अझै सबल र समृद्ध बनाएर आउने पुस्तालाई जिम्मा लगाउने हो। तर हामीले बनाउन सकेनौं भने पनि यसलाई बिग्रिन नदिएर जस्ताको तस्तै आउने पुस्तालाई जिम्मा लगाउने हाम्रो कर्तव्य छ। संसार बन्यो, हाम्रो देश मात्रै नबन्नु पर्ने कुनै कारण छैन। हाम्रो देश नबन्नु पर्ने एउटै कारण हो गलत नेतृत्व र त्यो गलत नेतृत्वले ल्याएको व्यवस्था। हामी सबै राजनीतिक दललाई मिलाएर लान्छौं र सबै राजनीतिक शक्तिहरूको बीचमा नयाँ समझदारी गर्छौं भन्ने प्रस्ताव लिएर आउँदैनन् र यही व्यवस्थाबाट देश चलाउँछौं भन्यो भने त्यसले दुर्घटनालाई नै मलजल पुर्याउँछ। त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टी आज सुस्पष्ट विचारका साथ आएको छ कि समस्या मान्छेमा मात्र होइन व्यवस्थामा छ र यो व्यवस्थामा परिवर्तन नगरिकन देशमा स्थायित्वको कुनै सम्भावना छैन। अहिले देशमा आम जनताले महसुस गरेको र सधैँ कुरा उठाइराखेको के हो? भ्रष्टाचार। मैले अघि भने भ्रष्टाचारको विरुद्ध त हामीले हो सबभन्दा बेसी कुरा उठाएको। नेपालको राजनीतिमा भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्ने मान्यता कसले ल्याएर आयो? त्यो हामीले लिएर आयौँ। सबभन्दा पहिले हामीले भन्यौं मात्र होइन, हामीले सबभन्दा पहिले भन्यौं भ्रष्टाचारको अन्त्य गर्ने हो भने 2046 साल पछिका सबै उच्च पदस्थ नेता कर्मचारीहरूको सम्पत्ति छानबिन हुनु पर्यो। तिनको आफन्त नातेदार सम्मको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गर्नु पर्यो र त्यसमा सबभन्दा पहिले राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्गदेनको सम्पत्ति छानबिन गरेर सुरु गर्नु भनेर हामीले भन्यौं। आजसम्म यति लामो राजनीतिक जीवन यात्रामा 1 रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु भनेर हामीले भन्यौं। र त्यो कुरा अरूले भन्न सके, त्यो तागत अरूले राख्छन्। हामीले भ्रष्टाचार प्रति आफ्नो एउटा ठोस प्रतिबद्धता व्यक्त गरेर नेपाली राजनीतिमा छौं। भ्रष्टाचारको लागि यो व्यवस्था नै कारक छ। उदाहरणको लागि भ्रष्टाचार गर्नु पर्यो भने कसले गर्छ? यहाँ तल बसेको मान्छेले गर्छ। भ्रष्टाचार त नेताहरूले गर्छ। अनि भ्रष्टाचारीलाई कारबाही गर्ने हाम्रो संवैधानिक निकाय को हो त? के हो त? भ्रष्टाचारीलाई कारबाही गर्ने हाम्रो संवैधानिक व्यवस्था त अख्तियार हो, अदालत हो। अनि अख्तियारमा को छ त? अदालतमा को छ त? नेताले नियुक्ति गरेको मान्छे छ। अनि नेताले नियुक्ति गरेको मान्छेले नेतालाई कारबाही गर्छ?
अनि अहिले नयाँ भन्नेहरूले के तर्क दिन्छन् भने होइन नि, अहिले पार्टीले सिफारिस गर्छ, पार्टीका मान्छेहरू छन्, हामी भयो भने हामी स्वतन्त्र मान्छे कुनै पार्टीमा नलागेको विज्ञलाई ल्याएर राख्छौँ, हामी चाहिँ निष्पक्ष मान्छे राख्छौँ भनेर भन्छ। ल अहिले नियुक्त गर्दाखेरि राजेन्द्र लिङ्गदेन प्रधानमन्त्री भयो अरे, राजेन्द्र लिङ्गदेनले अख्तियारमा नियुक्त गर्दाखेरि अहिलेसम्म कुनै पार्टीमा नलागेको, राप्रपामा नलागेको, राप्रपा नचिनेको मान्छेलाई नियुक्ति गर्यो अरे, स्वतन्त्र मान्छेलाई नियुक्ति गर्यो अरे। तर त्यो मान्छेले राजेन्द्र लिङ्गदेनलाई कारबाही गर्न सक्छ त? भोलि राजेन्द्र लिङ्गदेनले जुन दिन नियुक्ति गर्यो त्यही दिन गुण लगाइहाल्यो नि त, त्यही दिन राजेन्द्रको मान्छे भयो कि भएन त्यो मान्छे? त्यस कारणले हामीले यो नियुक्ति व्यवस्थामै परिवर्तन गर्नु पर्यो। योग्यता क्षमता भएको मान्छे निष्पक्षता पारदर्शिताको आधारमा आउने व्यवस्था मिलाउनु पर्यो कि त्यसले भोलि आवश्यक पर्यो भने प्रधानमन्त्रीको पनि घाँटी अठ्याउन सकोस्। हामीले खास गरी भदौ 23-24 को जेन्जी विद्रोह पछि नै लगत्तै सार्वजनिक रूपमा आफ्नो धारणा के प्रस्तुत गरेका थियौँ भने त्यो विद्रोह केवल केपी ओलीको ठाउँमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनको लागि मात्रै भएको थिएन। त्यो विद्रोह 84 को चुनाव 82 मा गराउनको लागि मात्रै भएको थिएन। त्यो विद्रोहमा जेन्जी मात्र होइन, आम जनताको सहभागिता थियो र त्यसको मूल मर्म भनेको 2046 साल पछिको राजनीतिक परिवर्तन र त्यो परिवर्तन पछि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे नाम दिए पनि केही सीमित राजनीतिक दल र ती राजनीतिक दलको पनि मुठीभर नेताहरूले देशमा जुन प्रकारको लुटतन्त्र मचाए त्यसको विरुद्ध थियो अथवा देशमा विद्यमान अव्यवस्थाको विरुद्ध थियो। त्यसकारण हामीले भन्यौं यो 84 मा गर्ने चुनाव 82 मा गरेर समस्याको समाधान हुँदैन। 84 मा गर्ने चुनाव 82 मा जबरजस्त गरियो र यही व्यवस्था ठिक छ, यसैले गर्ने चुनावबाट जनताको अवस्था सुध्रिन्छ भनेर जबरजस्त चुनावतर्फ मुलुकलाई लगियो भने समस्या चुनावसम्मको लागि टर्ला, समस्यालाई अलि पर धकेलिएला, तर त्यसपछि समस्या झन् जटिल र भयानक बन्छ। त्यसकारण मुलुकमा फेरि द्वन्द्व नहोस्, भोलि कसैले पनि आफूलाई निषेधित भएको महसुस गर्न नपरोस्, कसैले पनि राष्ट्रको मूल प्रवाहबाट म अलग छु भनेर महसुस नगरोस् र देशले फेरि अर्को कुनै विद्रोह बिहोर्न नपरोस् भन्नको लागि राजा, राजनीतिक दल र नवयुवा पुस्ताको बीचमा नयाँ समझदारी हुनुपर्छ र यस्तो मौलिक व्यवस्था निर्माण गर्नु पर्यो जहाँ कसैले पनि म पाखा छु भन्ने महसुस गर्न नपरोस् र त्यहाँ कसैले जित्ने हार्ने होइन, कसैले नहार्ने, देशले जित्ने नयाँ सम्झौता गर्नु पर्यो, नवीन समझदारी गर्नु पर्यो, अनि मात्रै चुनावमा जानु पर्यो। त्यसपछि देशले दीर्घकालसम्म कुनै पनि प्रकारको द्वन्द्व र विद्रोह बिहोर्नु पर्दैन भनेर हामीले आफ्नो सुझाव दियौँ र हामीले सरकारलाई भन्यौँ, राजनीतिक दलहरूलाई भन्यौँ। तर जबरजस्त चुनावतर्फ चाहिँ नि मुलुक अहिले अगाडि बढेको छ। यस सन्दर्भमा हिजो राजाको पनि सन्देश आएको छ। राजाको पनि सुझाव हामीले भनेकै ढङ्गको छ। यो चुनावले त्यसलाई सम्बोधन गर्दैन। त्यसकारण चुनाव अगाडि नै एउटा नयाँ समझदारी बनोस् अनि गरिएको चुनाव उचित हुन्छ भन्ने सुझाव आएको छ। म सबै राजनीतिक दल र शक्तिहरूलाई यहीबाट आह्वान गर्न चाहन्छु, राजाको यो सन्देशलाई सकारात्मक रूपमा लिएर गम्भीरताका साथ कुनै राजनीतिक दललाई केन्द्रमा राखेर होइन, कुनै पार्टीले, कुनै व्यक्तिले जित्ने हार्ने कुरालाई केन्द्रमा राखेर होइन, देशलाई केन्द्रमा राखेर नेपाल प्रथम, नेपाली प्रथम यो कुरालाई केन्द्रमा राखेर चुनाव अगाडि नै नयाँ समझदारी बनोस् र देशले एउटा निकास प्राप्त गरोस् अनि देश चुनावमा जाओस् भन्ने आग्रह गर्न चाहन्छु।
यद्यपि राष्ट्रिय प्रजातन्त्र पार्टीको यो चाहनाले मात्रै चुनाव तलमाथि हुँदैन भन्ने कुरा हामी सबैलाई थाहा छ। त्यसकारण यही अवस्थामा चुनाव हुँदाखेरि पनि एउटा प्रजातान्त्रिक पार्टी हुनको नाताले राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावबाट भाग्दैन मात्र होइन, यो चुनावलाई एउटा आन्दोलनकै अंशको रूपमा उपयोग गर्छ र हामी यही निर्णय गरेर आज तपाईहरुको बीचमा आएका छौं। म यो संक्षिप्त समयको उपयोग गर्दै यहाँका सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई अपील गर्न चाहन्छु। आज भोट दिने बेलामा हाम्रो बाटो बन्छ कि बन्दैन, हाम्रो पुल बन्छ कि बन्दैन, अथवा कसले बनाउँछ कसले बनाएन भन्ने कुरामा होइन। यो चुनाव यस्तो अवस्थामा भइराखेको छ कि देश रहन्छ कि रहँदैन भन्ने कुरामा केन्द्रित भएको छ, अथवा अहिले विगतका अवस्थाहरूमा जस्तो होइन, अहिले देश रहने कि नरहने भन्ने बिन्दुमा पुगेको छ। त्यसकारण म तपाईहरु सबैलाई अपील गर्न चाहन्छु, भोट कसैको लहे लहेमा लागेर फेसबुक हेरेर, टिकटक हेरेर, रिल हेरेर दिने चीज होइन। भोट भोट भन्ने चीज हात काटेर दिने कुरा हो। तपाईहरुले भोटको बेला थाहा पाउनु भएको छ जनताको भाव कस्तो बढ्छ। चिन्नु परेको छैन, जान्नु परेको छैन, नमस्कार दिएको दिएकै गर्छ, नमस्कार आकै छ नि आजभोलि हैन। बाटो घाटोमा चिनेको छैन, आमा नमस्कार भनेको छ, बुवा नमस्कार भन्छ, दिदी नमस्कार, बहिनी नमस्कार, दाई नमस्कार, भाइ नमस्कार आकै छ। घरमा आएर ढोका ढकढक्याएर बाहिर निकालेर रात बिरात नमस्कार ठोकिराखेका छन्। त्यो नमस्कार कहिलेसम्म? फागुन 21 गतेसम्म। 21 गते त झन् त्यो लाइनमा बसेको बेला कति आउँछ नमस्कार, कोट्याएर दिन्छन् नमस्कार। यता हेर्नुस् न भनेर कोट्याएर पनि नमस्कार गर्छन्, आमा नमस्कार, बुवा नमस्कार भन्छ। त्यो नमस्कार जब तपाई मतपेटिकाको छेउमा पुग्नुहुन्छ मतपत्र लिएर छाप लगाएपछि सक्यो। कसैले फेरि फर्केर आउँदा नमस्कार गर्छ? गर्दैन। भनेपछि त्यो भोटमा कत्रो शक्ति रहेछ, त्यो भोटको कत्रो महत्त्व रहेछ। त्यो भोट तपाईले नखसालिन्जेल, छाप नहालिन्जेल संसारका कस्ता कस्ता मान्छेहरू झुक्छन्। आज तपाईलाई जसले नमस्कार गरिरहेको छ, तर हिजो त्यो तपाईले नमस्कार गर्दा नमस्कार नफर्काउने मान्छे पनि अहिले चाहिँ नमस्कार गर्दै आएको छ। तर त्यो शक्ति तपाईले फागुन 21 गतेपछि मै राख्नु पर्यो भनेर राख्न पाउनुहुन्छ? पाइदैन। यो त सबैले नमस्कार गर्ने रहेछ, म कसैलाई पनि दिन्न, मै राख्छु, मै खान्छु नमस्कार भनेर राख्दाखेरि राखिन्न त्यो चीज। कसै न कसैलाई दिनै पर्छ, नदिने भए त्यो त्यही दिनदेखि त्यसै खेर जान्छ। भनेपछि भोट भन्ने चीज कति शक्तिशाली कुरा रहेछ, कत्रो शक्ति रहेछ भोटमा। तर त्यो चीज अनि लय लयमा दिनुहुन्छ। जाडक्सीमा चुरोट के अरे 2-4 लिटर पेट्रोलमा 2-4 हजार पैसामा दिने चीज हो होइन। कारणले म खाली के भन्छु, भोट दिने भन्ने कुरा छोरी दिने भन्दा पनि ठुलो कुरा हो। त्यसकारण 1000 चोटी सोचेर मात्रै दिनुस्, 1000 चोटी सोचेर मात्रै दिनुस्। हामीले छोरी दिँदाखेरि हुन त अहिले मलाई कति महिला साथीहरूले फोन गरेर भन्नुभयो, ए मरा राजेन्द्र के भनेको भनेर मलाई तत भन्ने साथीहरू, बराबरीको साथीहरूले भन्थ्यो। आजकल छोरीलाई दिने भन्ने कुरा मात्रै हुँदैन, छोरीले नै ल्याउने पनि भइसक्यो आजकल हैन। के छोरी दिने भनेर हिँडेको तिमीले भनेर भन्ने पनि सुनेको छु। तर पनि हाम्रो सामान्य बुझाइमा र बुझ्न सजिलो हुन्छ भनेर मैले भन्छु। हामीले छोरी दिँदाखेरि कति सोचेर दिन्छौँ। कोही कुटुम्ब आयो भन्दैमा हामीले एकैचोटि मुन्टो हल्लाउँछौँ र
हुन्छ भन्नलाई हल्लाइदैन नि। कुटुम्ब कस्तो हो, कति पढेको छ, उसको आम्दानीको स्रोत के छ, के पेसा व्यवसायको मान्छे हो, कुनै कुलतमा लागेको छ कि छैन, सबै कुरा हेरेर विचार गरेर मात्रै हामीले मुन्टो हल्लाउँछौँ। त्यति धेरै विचार गरेर दिएको छोरी पनि कहिलेकाहीँ गलत मान्छेको हातमा पर्छ। तर तपाईको छोरी गलत मान्छेको हातमै परेछ भने पनि दुःख पाउँदा त्यही एउटा छोरीले मात्रै दुःख पाउँछ। तर तपाईले दिएको एउटा भोट गलत पार्टी गलत मान्छेलाई परेछ भने त सिङ्गो समाज सिङ्गो देशले दुःख पाउँछ। त्यसकारण आज कस्तो देश बनाउने, कस्तो समाज बनाउने भन्ने कुरा हाम्रो हातमा आएको छ। हामीले अहिले नेतासँग गुनासो गरेर मात्र हुँदैन, कुनै पार्टीलाई गाली गरेर मात्र हुँदैन। यी पार्टीहरू, यी नेताहरू गलत भए र उनीहरूको कारणले आज हामीले दुःख पायौं भने हामीले पनि यस्तो चुनावको बेला महसुस गर्नु पर्यो कि तिनलाई भोट दिने हाम्रो हातको पनि गल्ती छ, हामी पनि दोषी छौं। त्यसकारण अब त्यो गल्ती गर्नुहुन्न, अब त्यो दोष हामीले बोक्नुहुन्न, हाम्रो हातले त्यो गल्ती गर्नुहुन्न भन्ने कुरा हामीले पनि सोच्नु पर्यो। त्यसकारण मैले भन्छु कि तपाईले भोट दिनुभन्दा अगाडि 1000 चोटि सोच्नु पर्यो कि मैले पहिले दिएको भोट मेरो धर्मको विरुद्ध भयो कि, मैले चलाएको हात भ्रष्टाचारीलाई प्रोत्साहन गर्नमा मद्दत पुग्यो कि, विचार गर्नु पर्यो। अनि विचार गरेर मात्रै मतदान गर्नु पर्यो। म कुनै दलको आलोचना गर्दिनँ। अहिले कांग्रेस एमालेको बारेमा भन्नै परेन। माओवादी त झन् नामै फेरेर हिँडिसक्यो, माओवादी भनेर आउने आँटै गरेन हैन। उनीहरूको बारेमा मैले केही भन्नै परेन। अहिले नयाँ भन्नेहरू आएका छन्, ती भाइ पार्टीहरूको झन् धेरै टिप्पणी गर्न चाहन्न। तर यति भन्छु, जो पटक पटक असफल भए तिनीलाई फेरि भोट दिएर आफ्नो विरुद्धमा मतदान नगर्नुहोस्। जो परीक्षामा असफल भए, देशलाई यस प्रकारको संकटमा धकेले, तिनीहरूलाई भोट दिनु भनेको देशलाई बर्बाद गर्ने काममा जान सहभागी हुनु। अर्कोतर्फ नयाँ भन्छ, के हो नयाँ? मान्छे नयाँ हो कि विचार नयाँ हो? हामीले खोजेको, हामीलाई चाहिएको विचार नयाँ हो। तर मान्छे नयाँ भनेर आएको छ, उसको पृष्ठभूमि के हो थाहा छैन, उसले के गर्छ थाहा छैन, विचार उसले त्यही पुरानै ठिक छ भन्छ। यही गणतन्त्र ठिक छ भन्छ, यही संघीयता ठिक छ भन्छ, यही धर्मनिरपेक्षता ठिक छ भन्छ। अनि त्यो कसरी नयाँ भयो? आज देशमा समस्या नेतामा मात्र होइन, यो नेताहरूले ल्याएको व्यवस्थामा पनि छ। नेतृत्वमा त समस्या छ, यिनीहरू भ्रष्ट भए, यिनीहरूले गलत व्यवस्था ल्याए र आज देशलाई यस प्रकारको संकटमा फसाए। तर आज यो नेतृत्वमा मात्रै समस्या होइन, मान्छेमा मात्रै समस्या होइन, यी मान्छेहरूले, यी नेतृत्वले ल्याएको व्यवस्थामा पनि समस्या छ। म धेरै लामो कुरा भन्दिनँ, तपाईहरुलाई एउटा मात्रै उदाहरण दिन्छु। अहिले नयाँहरूले के भन्छ? हामीलाई त भ्रष्टाचारको अन्त्य चाहिएको हो, हामीलाई त विकास चाहिएको हो, हामीलाई व्यवस्थामा परिवर्तन चाहिएको होइन, व्यवस्थाले आफै केही गर्दैन, मान्छेले गर्ने हो, हामी गर्छौं भनेर भन्छन्। हामी नेपालको राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी त्यो पहिलो पार्टी हो जसले भ्रष्टाचारको विरुद्ध खुलेर आवाज उठायो मात्र होइन, आफूलाई सबै प्रकारको अग्नि परीक्षामा होम्न तयार भयो। आज यो नयाँ भन्नेहरूले जे भनेका छन् त्यसको 100 गुणा अगाडि बढेर हामीले आजभन्दा 5 वर्ष अगाडिदेखि भन्यौं। हामीले
काङ्ग्रेसको 14औं महाधिवेशनमा गएर भन्यौँ सबै नेताहरूलाई राखेर कि आज देशको स्थिति ठिक छैन। तपाईहरूले गणतन्त्र, धर्मनिरपेक्षता, संहिता भन्ने चिज ल्याउँदाखेरि ठिकै सोचेर ल्याउनु भयो होला, राम्रै सोचेर ल्याउनु भयो होला, राम्रै हुन्छ भनेर ल्याउनु भयो होला। तर अब त्यो व्यवस्था असफल भइसक्यो। मात्र होइन, आज जनतामा यो तहको वितृष्णा छ कि गाउँघरमा जाँदाखेरि जनताले नेतालाई नेता आएछ भन्दैन, कुन चोर आएछ भनेर भन्छ। हामी नेताहरू नसुध्रिने हो भने देश दुर्घटनाको नजिक छ भनेर हामीले भन्यौँ र हामी सुध्रौँ। यति मान्छे सुध्रियो भने देश सुध्रन र देश बन्नलाई कुनै समय लाग्दैनले मानेन। तर हामीले निरन्तर रूपमा भनि आयौँ र यो भदौ 23-24 गतेको विद्रोहभन्दा अगाडि झन् अझ हामीले अगाडि बढेर भन्यौँ, लौ देश खतरातर्फ उन्मुख छ, चाँडै तपाईहरू सचिन्नु पर्यो र देशमा एउटा नयाँ समझदारी कायम गर्नु पर्यो। निषेधको राजनीति लामो समयसम्म चल्यो। एकले अर्कालाई पाखा लाउने काम राजाबाट पनि भयो होला, दलहरूबाट पनि भयो होला, तर एकले अर्कालाई पाखा लगाएर अथवा कसैलाई पनि पाखा लगाएर देश नचल्ने रहेछ। देश दुर्घटनाको मुखमा छ। तपाईहरू सचिनुहोस्, नयाँ समझदारी गर्नुहोस्, सबैलाई मिलाएर लैजाने कुरा गर्नुहोस् भनेर भन्दाखेरि उनीहरूले टेरेनन्। हामीले भन्यौँ भाग्नुपर्छ, त्यस्तो भयो भने तपाईहरू मान्नुहुन्न भने तपाईहरूले भाग्नुपर्ने दिन आउन सक्छ भन्यौँ। अब उनीहरूले त अझ बढेर के भने, अरे हामी कहाँ भाग्न सक्छौँ, एउटा थोत्रो संस्थालाई लिएर आएर हामीलाई थर्काउने, हामी त बुढा पनि भयौँ, हामी कुद्न पनि सक्दैनौँ, बरु तिमीहरूसँग उमेर छ, तिमीहरू भाग्न सक्छौ, त्यस्तो भन्ने मान्छेले नै भाग्न तयार हुनु भने। फेरि मैले भने यो हामीले कुनै ऋषिले भनेको होइन, तपाईहरूको विरोध गरेको होइन, तपाईको चाहिँ आलोचना गरेको होइन, सुझाव दिएको हो। तपाईहरू सुध्रिनुहुन्न र फेरि पनि नयाँ समझदारी गर्नुहुन्न भने अब भाग्न सक्नुहुन्न, दौडिन सक्नुहुन्न भने हेलिकप्टर लिएर भाग्नुपर्ने दिन आउँछ, हेलिकप्टर लिएर भाग्नुपर्ने दिन आउँछ भन्यो। 3 महिना नबित्दाखेरि यो देशका शासकहरूले हेलिकप्टरबाट भाग्नुपर्ने दिन आयो र आज पनि हामी भन्छौँ यो चुनाव यही व्यवस्था अन्तर्गत हुने र त्यसपछि लगत्तै कुनै सुधारका कुरा हुँदैनन् भने फेरि पनि द्वन्द्व निश्चित छ, देशले अर्को दुर्घटना बिहोर्न सक्छ। त्यसकारण अहिले यही व्यवस्थामा चुनाव हुने हो भने पनि चुनाव पछि हामीले चुनाव जितेपछि व्यवस्थामा यो कुरा सुधार गर्छौँ। हामी सबै राजनीतिक दललाई मिलाएर लान्छौँ र सबै राजनीतिक शक्तिहरूको बिचमा नयाँ समझदारी गर्छौँ भन्ने प्रस्ताव लिएर आउँदैनन् र यही व्यवस्थाबाट देश चलाउँछौँ भन्यो भने त्यसले दुर्घटनालाई नै मलजल पुर्याउँछ। जसले राष्ट्रिय प्रजातन्त्र पार्टी आज सुस्पष्ट विचारका साथ आएको छ कि समस्या मान्छेमा मात्र होइन व्यवस्थामा छ र यो व्यवस्थामा परिवर्तन नगरिकन देशमा स्थायित्वको कुनै सम्भावना छैन। त्यसकारण हामीले अहिले भोट माग्दाखेरि हामीले व्यक्ति परिवर्तनको कुरा मात्र होइन, व्यवस्थामै परिवर्तनको कुरा पनि लिएर आएका छौँ। म एउटा कुरा भन्छु जाँदा जाँदै कि यही व्यवस्था ठिक छ भन्नेहरूलाई एउटै कुरा त उदाहरण दिन्छु, लामो उदाहरण दिन्न। अहिले देशमा आम जनताले महसुस गरेको र सधैँ कुरा उठाइराखेको के हो? भ्रष्टाचार, हैन? मैले अघि भने भ्रष्टाचारको विरुद्ध त हामीले हो सबभन्दा बेसी कुरा उठाएको। नेपालको राजनीतिमा भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्ने मान्यता कसले ल्याएर आयो? त्यो हामीले लिएर आयौँ। सबभन्दा पहिले हामीले भन्यौँ मात्र होइन, हामीले सबभन्दा पहिले भन्यौँ भ्रष्टाचारको अन्त्य गर्ने हो भने 2046 साल पछिका सबै उच्च पदस्थ नेता कर्मचारीहरूको सम्पत्ति छानबिन हुनु पर्यो। तिनको आफन्त नातेदारसम्मको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गर्नु पर्यो र त्यसमा सबभन्दा पहिले राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्गदेनको सम्पत्ति छानबिन गरेर सुरु गर्नु भनेर हामीले भन्यौँ। हामीले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो मात्रै भनेनौँ कि त्यो पार्टीको अध्यक्षले
आजसम्म यति लामो राजनीतिक जीवन यात्रामा 1 रुपैयाँ पनि भ्रष्टाचार गरेको छुइनँ भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु भनेर हामीले भन्यौँ। र त्यो कुरा अरूले भन्न सके, त्यो तागत अरूले राख्छन्। हामीले भ्रष्टाचारप्रति आफ्नो एउटा ठोस प्रतिबद्धता व्यक्त गरेर नेपाली राजनीतिमा छौँ। तर हामीले यति भन्दा भन्दै पनि आज एउटा व्यक्तिको कुरा मात्र होइन, भ्रष्टाचारको लागि यो व्यवस्था नै कारक छ। उदाहरणको लागि भ्रष्टाचार गर्नु पर्यो भने कसले गर्छ त? यहाँ तल बसेको मान्छेले गर्छ। भ्रष्टाचार त नेताहरूले गर्छ। अनि भ्रष्टाचारीलाई कारबाही गर्ने हाम्रो संवैधानिक निकाय को हो त? के हो त? भ्रष्टाचारीलाई कारबाही गर्ने हाम्रो संवैधानिक व्यवस्था त अख्तियार हो, अदालत हो। अनि अख्तियारमा को छ त? अदालतमा को छ त? नेताले नियुक्त गरेको मान्छे छ। अनि नेताले नियुक्त गरेको मान्छेले नेतालाई कारबाही गर्छ। अनि अहिले नयाँ भन्नेहरूले के तर्क दिन्छन् भने होइन नि, अहिले पार्टीले सिफारिस गर्छ, पार्टीका मान्छेहरू छन्, हामी भयो भने हामी स्वतन्त्र मान्छे कुनै पार्टीमा नलागेको विज्ञलाई ल्याएर राख्छौँ, हामी चाहिँ नि निष्पक्ष मान्छे राख्छौँ भनेर भन्छ। ल अहिले नियुक्त गर्दाखेरि, अब नियुक्त गर्दाखेरि राजेन्द्र लिङ्गदेन प्रधानमन्त्री भयो अरे। राजेन्द्र लिङ्गदेनले अख्तियारमा नियुक्त गर्दाखेरि अहिलेसम्म कुनै पार्टीमा नलागेको, राप्रपामा नलागेको, राप्रपा नचिनेको मान्छेलाई नियुक्ति गर्यो अरे, स्वतन्त्र मान्छेलाई नियुक्ति गर्यो अरे। तर त्यो मान्छेले राजेन्द्र लिङ्गदेनलाई कारबाही गर्न सक्छ त भोलि? राजेन्द्र लिङ्गदेनले जुन दिन नियुक्ति गर्यो त्यही दिन गुण लगाइहाल्यो नि त, त्यही दिन राजेन्द्रको मान्छे भयो कि भएन त्यो मान्छे? त्यस कारणले हामीले यो नियुक्ति व्यवस्थामै परिवर्तन गर्नु पर्यो। योग्यता क्षमता भएको मान्छे निष्पक्षता पारदर्शिताको आधारमा आउने व्यवस्था मिलाउनु पर्यो कि त्यसले भोलि आवश्यक पर्यो भने प्रधानमन्त्रीको पनि घाँटी अठ्याउन सकोस्। त्यस कारणले समस्या यो नियुक्ति व्यवस्थामा छ, निर्वाचन प्रणालीमा छ र आमूल रूपमा यो व्यवस्थामा हामीले परिवर्तन गर्नुपर्नेछ। र जबसम्म यो व्यवस्थामा परिवर्तन हुँदैन तबसम्म हामीले अपेक्षा गरेको सुधार हुँदैन अथवा हाम्रो अवस्थामा सुधार हुँदैन। त्यसकारण हामी अहिले देशवासीलाई के भन्न हिँडिराखेका छौँ भने यदि तपाईँ अहिलेको अवस्थाबाट खुसी हुनुहुन्न, तपाईँ यो देशमा सुधार चाहनुहुन्छ, आफ्नो जीवनकालमै यो देशमा सुशासन कायम होस्, आफ्नो जीवनकालमै यो देश बनोस् र यो देश बनेको हेरेर मर्न पाऊँ भन्ने चाहनुहुन्छ भने यो देशमा दुईटा कित्ता छ। एउटा यही अवस्था ठिक छ, यही व्यवस्था ठिक छ, यही गणतन्त्र, यही धर्मनिरपेक्षता, यही संघीयताले देशलाई माथि लगाउँछ भन्नेहरू कांग्रेस, एमाले अनि अहिलेको नेपाली कम्युनिस्ट पार्टीदेखि स्वतन्त्र पार्टीसम्म एउटा कित्तामा छन्। र अर्कोतर्फ होइन, यो व्यवस्थाले देश त बनाउँदैन, देशको अस्तित्व नै समाप्त पार्ने खतरा छ। त्यसकारण यो व्यवस्थामा सुधार हुनुपर्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टी छ। तपाईँ कुन रोज्नुहुन्छ त्यो सोचेर रोज्नुहोस्। होइन यिनीहरूले नै देश बनाउँछन् भन्ने लाग्छ भने तिनीहरूलाई दिने, होइन यो बाटोले देश बन्दैन भन्ने हो भने अलमली नै पर्दैन। अहिले भएको 78 वटा कति दलहरू चुनावमा भाग लिइराखेको छन्, त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै नयाँ हो र नयाँ विचार हो, नयाँ विकल्प हो, मान्छे नयाँ भएर हुन्। त्यसकारण एकचोटि तपाईहरू सबैको साथ सहयोगको लागि म अपिल गर्न चाहन्छु। म यति बेला कुनै कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी अथवा घण्टी पार्टी, माटो पार्टी, के पार्टीका साथीहरूलाई रातारात राप्रपामा आउनुहोस् भनेर भन्दिनँ। तपाईँ त्यतै बसिराख्नुहोस्, तर भोट चाहिँ हलोमा हाल्नुहोस्। आफ्नो पार्टीमा बसेर भोट चाहिँ हलोमा हाल्नुहोस्। यदि देशलाई बचाउन चाहनुहुन्छ, देश बनाउन चाहनुहुन्छ भने आज हेर्नुहोस्, संसार बन्यो, हाम्रो देश मात्रै नबन्नु पर्ने कुनै कारण छैन। हाम्रो देश नबन्नु पर्ने एउटै कारण हो गलत नेतृत्व र त्यो गलत नेतृत्वले ल्याएको व्यवस्था। त्यसकारणले यो नेतृत्व र यो व्यवस्था दुईटैमा परिवर्तन गर्ने एजेन्डाका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी आएको छ। एकचोटि तपाईहरु सबैको साथ सहयोगको लागि अपिल गर्न चाहन्छु।
प्रत्यक्ष समानुपातिक दुवैतर्फ योचोटि तपाईहरुको साथ चाहिएको छ। तपाईहरु कल्पना गर्नुस् त आज देशमा जुन प्रकारको निषेधको राजनीति चलेको छ, एकले अर्कालाई घृणा गरिराखेका छन्, जुन किसिमले एकअर्काप्रति घृणा फैलाउने काम भइराखेको छ, यस्तो बेला राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदमा बलियो उपस्थितिको कति महत्त्व हुन्छ। सबैलाई मिलाएर लैजाने एउटा शक्तिको खाँचो छ। त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीलाई यो संसदमा बलियो शक्तिको रूपमा पुर्याउन र राष्ट्रिय प्रजातन्त्र पार्टीको पहलमै देशमा नवीन समझदारी गरेर देशलाई दुर्घटनाबाट जान रोक्नको लागि पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तपाईहरुको साथ सहयोग चाहिएको हुनाले म आम देशवासीहरूलाई, खास गरी युवा पुस्तालाई म अपिल गर्न चाहन्छु। राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले उठाएको कुरा तपाईको भविष्यसँग सम्बन्धित कुरा हो। मैले पहिले पनि भन्थे, यो देश बिग्रियो भने केपी ओलीको केही बिग्रिदैन, शेरबहादुर देउवा प्रचण्डहरूको केही बिग्रिदैन, तपाईहरुको भविष्य बिग्रिनेवाला छ भनेर भन्थे र आज पनि भन्छु। हामीले उठाएको तपाईको भविष्यसँग सम्बन्धित विषय हो। तपाईका भविष्यका लागि हो हामीले हाम्रो पुर्खाबाट नासोको रूपमा प्राप्त गरेको यो पुण्य भूमिलाई सक्यौं भने अझै सबल र समृद्ध बनाएर आउने पुस्तालाई जिम्मा लगाउने हो। तर हामीले बनाउन सकेनौं भने पनि यसलाई बिग्रिन नदिएर जस्ताको तस्तै आउने पुस्तालाई जिम्मा लगाउने हाम्रो कर्तव्य छ। त्यो कर्तव्यको क्रममा आज राष्ट्रिय प्रजातन्त्र पार्टी उभिएको छ। त्यसकारण तपाईहरुको साथ चाहिन्छ, तपाईहरुको सहयोग चाहिन्छ र आउने पुस्ताको लागि हो हामीले उठाइरहेको कुरा। हामीले आफ्नो चुनावी घोषणापत्रमा पनि स्पष्ट भनेका छौं, हामीले राजा चाहिन्छ, हिन्दू राष्ट्र चाहिन्छ, संघीयता चाहिँदैन भन्ने राजनीतिक मुद्दा मात्रै उठाएको छैनौं। हामीले हाम्रो देशलाई 5-6 वर्षभित्रमै हाम्रो देशको ऊर्जा, कृषि, पर्यटन, अहिले पछिल्लो दिनमा विकसित भइरहेको सूचना प्रविधि, निजी क्षेत्र र विदेशमा रहेका नेपालीहरूको सिप र पुँजीलाई उपयोग गरेर कसरी बनाउन सकिन्छ, कसरी देशभित्रै रोजगारी सृजना गर्न सकिन्छ हामीले प्रष्ट पारेका छौं र हामीसँग प्रष्ट दृष्टिकोण छ कि हामीले 5-6 वर्ष राम्रोसँग काम गर्ने हो भने हामीले हाम्रो आँखाले देख्ने गरी यो देश बनेको हामीले अनुभूत गर्न सक्छौं। मात्र होइन, संसारभर छरिएर रहेका सबै युवालाई यही फर्काएर ल्याउँछ भनेर यस्तो गफ त हानिदैन। तर 50-60 हजार तलबको लागि हाम्रो कुनै पनि युवाले आमा बाउको काख छोडेर, श्रीमतीको साथ छोडेर विदेश जानु पर्दैन। 5 लाख जनसङ्ख्या नभएको कतारले 25 लाख विदेशीलाई रोजगारी दिन सक्छ। हाम्रै देशका 5 लाख युवालाई रोजगारी दिन सक्छ। हामी किन यो देशमा हाम्रा युवालाई रोजगारी दिन सक्दैनौं? सकिन्छ। त्यसको लागि स्पष्ट दृष्टिकोण र बलियो नेतृत्व चाहिन्छ। त्यही कुरा राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएर हिँडेको छ। हामीले हाम्रो धर्म, संस्कृति, परम्पराको पनि रक्षा गर्छौं र देशलाई पनि मध्यम आय स्तरको मुलुकमा चाँडै पुर्याउन सक्छौं र सकिन्छ भनेर एउटा दृष्टिकोणका साथ तपाईहरुको बीचमा आएको हुनाले राष्ट्रिय प्रजातन्त्र पार्टीले देश बनाउने कुरा चाहिँ गर्दैन। खाली राजा राजा भन्छ, हिन्दू हिन्दू भन्छ मात्रै नसुनौ, राज संस्था पनि चाहिन्छ, हिन्दू राष्ट्र पनि चाहिन्छ। हामीले हाम्रो सनातन परम्परा संस्कृतिको रक्षा गरेर पनि देश बनाउन सकिन्छ र हामीले हाम्रो परम्परा इतिहासको संरक्षण गरेर पनि देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने योजनाका साथ हामीले चाहिँ अगाडि बढाएका छौं आफूलाई। त्यसकारण तपाईहरु सबैको साथ सहयोग रहोस्। म त यहाँका मानिसहरू, तपाईहरु टाढाको कुरा होइन, राप्रपाले पायो भने कस्तो देश बनाउँदो रहेछ भन्ने कुरा हेर्न नेपाल अधिराज्यमा एउटा गाउँपालिकामा हामीले बहुमत प्राप्त गरेको छौं। मेरो गाउँपालिका हल्दीबारी भन्ने नेपालको सबैभन्दा थोरै बजेट पाउने सबभन्दा सानो गाउँपालिका। तर राप्रपाले पायो भने शिक्षामा कस्तो सुधार गर्दो रहेछ, स्वास्थ्यमा कस्तो सुधार गर्दो रहेछ, पूर्वाधार विकासमा कस्तो सुधार गर्दो रहेछ, सुशासनमा कतिको इमानदार रहेछ राप्रपा हेर्न एकचोटि आउनुहोस् हल्दीबारी भन्ने गाउँ। यो चुनावभन्दा अगाडि आएर यहाँ कांग्रेस, एमाले, माओवादी के पार्टीका हुनुहुन्छ, बरु एउटा बसको व्यवस्था हाम्रो प्रेम भट्टराईले गरिदिनुहुन्छ, हाम्रो पार्टीको साथीहरूले हेरेर त्यहाँको विकास निर्माण, त्यहाँको सुधार, त्यहाँको मान्छेसँगको प्रतिक्रिया सबै लिएर त्यहाँ चाहिँ घुस कमिसन चल्छ कि चल्दैन,
एउटा गाउँपालिकाले शिक्षा पूर्ण रूपमा कसरी निशुल्क गर्न सकेको छ, एउटा गाउँपालिकाले खानेपानी कसरी निशुल्क गर्न सकेको छ, एउटा गाउँपालिकाले स्वास्थ्यमा कसरी सुधार गर्न सकेको छ, अनि बाटोहरू पुलहरू कसरी बनाउन सकेको छ, हेरेर आउनुहोस्। तपाईँलाई चित्त बुझ्यो भने अनि राप्रपालाई भोट हाल्नुहोस्। ल, त्यो व्यवस्था यहाँको चाहिँ प्रतिनिधिहरूलाई गरिदिनुहोस्। हामी, मैले के भन्नु खोजेको भने मुख मात्रै चलाउने होइन, पायौँ भने गर्छौँ पनि। त्यस कारणले एकचोटि र यसैचोटि राप्रपालाई सहयोग गर्नुहोस् भन्ने अपिल गर्दै बिदा हुन्छु। बिदा हुनुभन्दा अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टी